त्यो प्रेसर भन्ने कुरा चाहिँ अलिकति भनिदेऊ न, उहाँहरूले पनि बुझेको राम्रो हुन्छ होला। प्रेसर कुकर होइन हौ, स्क्रिप्टमा छैन है यो। ओके याद आयो। जस्तै भन्छ नि कोही बेला तिमीलाई स्कुलमा पर्फेक्ट मार्क्स ल्याउनु पर्छ, 100मा नभएर 95 त ल्याउनु पर्छ, पर्फेक्ट। तिम्रो रुम त कति मैला, पर्फेक्ट बनाउनु पर्छ। तिमी त धसेर धसेदैछ, पर्फेक्ट लुगा लाउनु पर्छ। तिमी त बोल्नु जान्दैन, सिक्नुपर्छ पर्फेक्ट। सबै कुरामा पर्फेक्ट 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 भने भन्नुपर्छ हो। सबैमा ल्याएन भने रिसाउनुहुन्छ। अन्त म त वाक्कै लाग्छ, कस्तो थाप्लो भाइ प्रेसर भएको जस्तो हुन्छ के। ठुलो मान्छेहरूले गल्ती गर्छ सिकी। गल्ती ठुलो मान्छेहरूले गर्छ होला नि खासमा त। तर मैले अहिलेसम्म एक दुसरालाई मैले गल्ती गरेँ है, माफी दियो है भनेको चाहिँ हताबाट सुनेको चाहिँ छुइनँ है। कि गर्दैन पो हो कि गल्ती? सायद त्यस्तो भने त हामी पनि उनीहरूले गरेको कुराबाट सिक्ने थियो कि सरी भन्नु, कि कसो लाग्छ भाइ? नानीहरूलाई नि सबैभन्दा डर कहिले लाग्छ होला सिकी? मेरो त घरमा आमा र बाबा चर्को गरेर झगडा गर्नुहुन्छ।